मैले तिमीलाई थाहा पाउनुपर्ने कुरो चाहिँ के हो भने तिम्रो डाटा पहिला कुन फर्मेटमा छ भन्ने कुरो थाहा हुनु पर्यो नि त पहिला। हजुर यो मैले यसलाई फेरि न्यू गरेँ, नयाँ खोलेँ होइन, देखिरहेछौ नि? देखिरहेछ। म 0 देखि खोल्छु है। ल पहिला तिम्रो डाटा कुन सक्नु। फर्मेटमा छ यतिसम्म चाहिँ थाहा हुनु पर्यो कि। योमिटियम पनि अब पूर्व पश्चिम छ नि, हाम्रो सेन्टर छ नि, हजुर 3टा छ क्या, 3टा 81, 84 र 87 छ नि होइन योमिटियमको। हजुर अब हामीले चाहिँ अब थाहा हुनु पर्छ चितवन भनेको 84 मा पर्छ भनेपछि पहिला तिम्रो त्यो प्रोजेक्सन फाइल तिमीसँग हुनु पर्यो क्या। तिमीसँग प्रोजेक्सन फाइल छ त छैन होला होइन? छैन। चितवन 84 मा पर्छ भन्ने त थाहा छ, तर त्यो प्रोजेक्सन फाइल छैन होइन। मैले तर तिमीलाई म एउटा प्रोजेक्सन फाइलको लिङ्क पठाउँछु, तिमी कपी गरेर डाउनलोड गरेर कुनै एउटा फोल्डरमा राख न पहिला है। म यो लिङ्क पठाउँछु पहिला, ल हुन्छ। किनभने तिम्रो पहिला कपी गरेँ मैले, देखाइरहेको छु, आइरहेको छैन? आइरह म तिमीलाई उसमा सेयर गरेँ मैले र डाउनलोड खुल्छ खुल्दैन हेर, डाउनलोड गरेर राख त त्यो एउटा फोल्डरमा, अनि अनजिप रोक्नु गरेर के हुन्छ डाउनलोड गरेर राख, अनि अगाडि बढाउनु है। रोक्नु है, रिक्वेस्ट गर्नुपर्ने रहेछ यो। रिक्वेस्ट रिक्वेस्ट गर्नुपर्ने रहेछ। रिक्वेस्ट पठाएको छ। म यसलाई गरिदिन्छु है। यसलाई एनीबडी क्यान सेयर भनेर फेरि ल्याउँछु कि सेयर हुन्छ। रिक्वेस्ट पठाउनु भन्दा नि रिस्ट्रिक्टेडबाट यसलाई एनीवन क्यान दिस लिङ्क भने कपी लिङ्क गरेँ होइन, फेरि पठाउँछु ल। त्यो एउटै हो कि फरक भयो हेर ल, आएन एउटै होला है। डाउनलोड गर्नु पर्यो होइन सर? फेरि गर त। सबै आइसक्यो, आउन सबै डाउनलोड गर्ने होला नि त भनेको। डाउनलोड गर्न तिमीलाई डाउनलोड गर्न त आउँछ नि, यो माथि गएर यो यहाँ गएर राइट क्लिक गरेर यो डाउनलोड भन्ने हुन्छ, एकैचोटि गर नि सबै। त्यो अब चाहिँ अहिले नेपाल प्रोजेक्टसँग यो नगरकोट भन्ने चाहिँ तिम्रो WGS 84 को ल्याटलङ भने जस्तै हो यो होइन। त्यसको मोडिफाइडवाला चाहिँ योमिटियम 87, 84 र 81 भन्ने हो। यति कुरो थाहा हुनु पर्यो है। हुँदैछ डाउनलोड एकैछिन। यो एमयुटिएम 81, 84, 87 र नेपाल नगरकोट भन्ने छ नि सर, यो के हो खासमा? यो नेपाल नगरकोट भनेको चाहिँ त्यो जस्तै हाम्रो WGS 84 भन्छौँ, अनि त्यसपछि युटिएम 44 र 45 भन्छौँ नि, त्यस्तै हो कि। जस्तै WGS 84 भनेको चाहिँ ल्याटलङमा हुन्छ नि होइन, डिग्री डेसिमलमा हुन्छ, अनि 44-45 चाहिँ केमा हुन्छ, मिटरमा हुन्छ, प्रोजेक्टेड फर्मेटमा हुन्छ। त्यस्तै अब त्यसको चाहिँ नगरकोट चाहिँ WGS 84 जस्तै हो कि, ल्याटलङमा हुन्छ। भनेपछि हाम्रो अहिलेको डाटा चाहिँ एमयुटिएम 84 मा छ होइन? तिमीले ल्याएको फिल्डबाट ल्याएको फिल्डको अब पहिलाको डाटा चाहिँ 84 मा छ भन्ने बुझ्नु अहिलेलाई है। थाहा छैन मलाई फेरि, तिम्रो फेरि जुन ठ्याक्कै भयो त्यो चाहिँ थाहा हुनु पर्यो क्या तिमीलाई पहिला केमा छ। त्यो त्यही हो, त्यो 84 मै छ सर। त्यो 84 मै छ। ल मैले यो डाउनलोड रोक्नु है। अब यो हजुरको लागि चाहिँ ठुलो बनाउँछु ल। अब सुरु गरौँ ल। डाउनलोड गरेँ मैले। अघि तिमीले मलाई दिएको CSV फाइल पनि तिमीसँग छ होइन? त्यो CSV फाइल छ नि होइन? मैले अब के गर्छु भने मैले अब त्यो फाइल पहिला के गर्छु, एड गर्छु पहिला त्यो होइन। तिमीले मलाई अघि दिएको CSV फाइल यो जुन 84 मा भएको मैले एड गरेँ होइन, देखाएको छैन होइन, डिस्प्ले XY छ होइन। अब यो अननोन कोअर्डिनेट सिस्टम भन्यो नि, यो तिमीले यसलाई डिफाइन गर्नु पर्यो कि। अब हाम्रो चाहिँ के छ, योमिटियम 84 मा हो नि। तिम्रो यहाँ त मेरो नेपाल सेन्ट्रल इस्टर्न भनेर आएको छ, त्यही हो, सेम हो होइन। सेन्ट्रल भनेर नाम दिएको मैले 84 वालाको हो। तर तिम्रोमा छैन भने चाहिँ अब के गर्नु पर्यो भने, नभएको ठाउँमा ल्याउनु पर्यो भने के गर्नु पर्यो भने, अब तिम्रो यहाँभित्र यो एड कोअर्डिनेट सिस्टम छ नि, त्यहाँ गएर इम्पोर्ट गर्नुपर्छ। न्यू भनेको बनाउनु नै मिल्यो, त्यसको हेरेर आफैले होइन टाइप गरेर बनाउनु पर्यो भने चाहिँ न्यू चाहिँ प्रोजेक्टेडको कोअर्डिनेटको चाहिँ म बनाउँछु भने त्यसको भ्यालु हाल्दै यहाँ टाइप गरेर यो नाम यहाँ चेन्ज गरे पनि भयो, सबै चेन्ज गरेर गर्नुपर्छ। तर त्यो अब त्यो धेरै लफडा हुन्छ। त्योभन्दा बरु कुनै प्रोजेक्टेड फाइल छ भने इम्पोर्ट गर्दा हुन्छ है। इम्पोर्ट गरे अघि तिमीले कहाँनिर सेभ राखेको थियौ? त्यो डाउनलोड भएको हो कि नै? हो, त्यो फोल्डरबाट तिमीले के ल्याउनु पर्यो भने, मैले चाहिँ प्रोजेक्सन भन्ने मात्र मेरो 84 भन्ने प्रोजेक्सन ल्याऊ, यहाँ एड गर। ए ओके भयो नि। अब बल्ल तिम्रो यो चाहिँ के भयो, तिम्रो डाटा चाहिँ उसमा छ के अरे 84। मेरो यहाँ नेपाल सेन्टर भनेर देखाएको छ, केही फरक पर्दैन होइन। ओके है, यसरी आउँछ है। हजुर। यो तिम्रो केमा आयो?
यमिट्युम 84 मा डाटा भयो भने पहिला तिम्रो अब त्यो त केही थिएन नि तिम्रो त कोर्डिनेट यो CSV फाइल थियो हैन अब यसलाई म सेभ गर्छु पहिला है सेभ गर्नु पर्यो यो सेभ फाइलमा काम गर्न मिल्दैन यसलाई एक्सपोर्ट गर्छु सेभ गरेँ मैले सेभ गरेर मैले अब यो अब अघि नै नाम राखेको थिएँ मैले फेरि नयाँ फोल्डर बनाएर लेखेँ ल अहिले प्र्याक्टिस भनेर लेखेँ मैले प्र्याक्टिस भनेर लेखेँ प्र्याक्टिस फोल्डरमा चाहिँ अब यो भलायो के पाखा भलायो पाखा भलायो पाखा भन्नेको चाहिँ अब मैले डाटा केमा छ भने चाहिँ यमयुटिएम त्यो डाटा जुन फर्मेटमा त्यही नाम लेख्दा राम्रो हुन्छ है M284 मा छ भन्ने कुरा भएन सेभ गऱ्यो भने अब यो डाटा अब यमयुटिएममा पोइन्ट फाइल सेभ फाइल बनेर आउँछ है हैन अब अरू डाटा हटाउँदा पनि हुन्छ अब डाटामै अब यस्तो हुन्छ कि एभरेज 1930 भन्छ हैन त्यो विभिन्न डाटाहरूलाई बेस बनाएर चाहिँ कोर्डिनेट सिस्टमहरू बनेको हुन्छ कि अब हाम्रो चाहिँ अब कोर्डिनेट सिस्टमलाई चाहिँ अब हाम्रो WGS84 मा ल्याउनु पर्यो भने त्यसलाई ट्रान्सफर्मेसन प्यारामिटर भन्छ चेन्ज गर्नु पनि कुनै भ्यालु सर्टेन फरक आउँछ कि त्यो भ्यालु चाहिँ त्यसलाई बताइदियो भने त्यसले अटोमेटिक चेन्ज हुन्छ त्यसको लागि चाहिँ अब के गर्नु पर्यो एउटा ट्रान्सफर्मेसन सधैँ ट्रान्सफर्मेसन गर्नको लागि एउटा चाहिँ हामी एउटा फाइल बनाउँछौँ छुट्टै हैन त्यो बनाउनको लागि चाहिँ सर्चमा गएर यहाँ क्रिएट कस्टम भन्ने छ हेर त क्रिएट कस्टम टाइप गरेर त एउटा केही देखाउँछ होला क्रिएट कस्टम जियोग्राफिक ट्रान्सफर्मेसन भन्ने देखाउँछ हैन क्रिएट कस्टम जियोग्राफिक ट्रान्सफर्मेसन यहाँ क्लिक गऱ्यो भने तिम्रो एउटा खुल्छ अब यो खुलेपछि अब हामीले केलाई के चेन्ज गर्ने हो भन्ने कुरा भ्यालुहरु हुन्छ नि यो 84 81 84 87 जुन डाटा भयो पनि हैन ट्रान्सफर्मेसन प्यारामिटर सेम भएको कारणले गर्दाखेरि तिमीले त्यो 81 लाई छुट्टै 84 लाई छुट्टै बनाइरहनु पर्दैन हैन अब नाम देऊ कुनै एउटा नाम चाहिँ म चाहिँ केमा ट्रान्सफर गर्ने भने यम्युटियम टु WGS84 मा चेन्ज गरे भनेर देखाए के हजुर नाम दिएको के अहिले अटोमेटिक आउँछ पछि अहिले प्रोजेक्ट गर्दाखेरि अटोमेटिक देखाउँछ के है अब इनपुट केमा छ हाम्रो त्यो बताइदिनु यो चाहिँ हाम्रो यो त इनपुट एमयुटिएम मा छ हजुर त्यो एमयुटिएम भनिदिनु पर्छ के यसलाई एमयुटिएम 84 भनेर 84 यो यही देखाउँछ हैन फेभरेटमा गरे नि एड फेभरेट गरे नि फेभरेटमा देखाउँछ सधैँ हैन नत्र तिम्रो यहाँ लेयरमा हुन्छ लेयरबाट नेपाल सेन्टर भनेर देखाएको एउटै हो नाम एउटै हो है मैले नाम अघि नेपाल सेन्टरलाई मैले एमयुटिएम चाहिँ बुझ्न सजिलो होस् भनेर मैले नाम चेन्ज गरेर त्यहाँ हालिदिएको थिएँ उसमा हैन गुगल ड्राइभमा क्लिक गरे हैन अब आउटपुट केमा हुनु पर्यो हाम्रो आउटपुट WGS 1984 हो यसमा हुनु पर्यो नि ओके गर्नु पर्यो हैन अब यो मेथड कुन मेथडमा भने चाहिँ यो अहिले हामीले चाहिँ धेरै सो मेथडहरु चाहिँ यो मोलोडेन्स्की भन्ने चाहिँ मोलोडेन्स्की भन्ने चाहिँ यो वाला मेथडमा अब यो भ्यालु चेन्ज गर्नु पर्यो के है यो भ्यालु चाहिँ 282 हैन अनि त्यही 726 हजुर 726 र 254 यो भ्यालु हाल्नु पर्यो है सर यो माइनस प्लस वाला हुन्छ नि यो माइनस हाल्ने हो कि प्लस हाल्ने हो उल्टो हुन्छ त्यो प्लस उताबाट अब WGS लाई चाहिँ एमयुटिएम बनाउनु पर्यो भने चाहिँ माइनस हाल्नु पर्यो हैन हजुर अनि त्यसलाई एमयुटिएम लाई चाहिँ WGS बनाउनु पर्यो प्लस हाल्नु पर्यो त्यो है तीनटा प्यारामिटर भयो ओके गरे है मैले हुन्छ यो एउटा फाइल बनाएको के यसले चाहिँ यो उसमा चाहिँ तिम्रो उसमा के भन्छ एउटा फोल्डरमा गरे यो फाइल बनाउँछ आफूलाई चाहेको बेला यसले अटोमेटिक सम्झिन्छ के यसले अनि मैले यसलाई फाइल मात्र बनाएर राखिदिए हो के है यो कस्टम जियोग्राफिक भन्ने माथि गयो हेर्यो भने तिमीले त्यो फोल्डर भित्र त्यो ArcGIS जहाँ सफ्टवेयर डाउनलोड भएर के रे इन्स्टल भएर बसेर त्यहाँ भित्र हुन्छ के त्यो भित्र हुन्छ के है एमयुटिएम टु यो भयो यति भयो नि त हैन अब ओके गर्छु म हैन ओके गरेपछि यो यहाँ देखाउँदैन केही हुँदैन अब म के गर्छु भने यहाँ भयो राइट क्लिक लगाएपछि यो भयो यो यसले यहाँ देखायो कहाँ गएर बस्या हुन्छ भन्ने कुरा यसले के इन्फर्मेसन आउँछ आउँदैन अहिले आएको छैन है अब म के गर्छु भने अब हाम्रो यो प्रोजेक्सनलाई चाहिँ अब चेन्ज गर्छु WGS चेन्ज गर्नु अब त्यसको लागि के गर्नु पर्यो त्यसको लागि धेरै तरिका छ एउटा अन द फ्लाइ अरू तरिका पनि छ तर यो अब यो अलिकति यो
मेन बढी त्यो सिक्नको लागि चाहिँ यो गर्दा पछि त आफूले जुनबाट गर्दा नि भयो नि सिक्ने बेलामा चाहिँ अब यो प्रोजेक्सन हेर त प्रोजेक्सन भनेर सर्च गर होइन डाटा प्रोजेक्ट भन्नेमा डाटा प्रोजेक्ट भन्ने डाटा म्यानेजमेन्ट टुल छ यो होइन राष्ट्रमा भयो भने यहाँ अर्कै छ प्रोजेक्ट राष्ट्र भन्ने छ कि के छ एउटा होइन यो भेक्टर भएर हामीले अब अहिले प्रोजेक्ट भन्ने मात्र छ क्या अब हाम्रो इनपुट डाटा चाहिँ अब हाल्नु पर्यो यहाँ होइन भलायो यो पाखा भयो होइन यसले अटोमेटिक लियो होइन अब हामीले कहाँ सेभ गर्ने हो अब प्र्याक्टिसभित्र यमिटिएमलाई नाम चेन्ज गरेर यहाँ WGS84 बनाइदिएँ होइन अब यहाँ अब कोर्डिनेट केमा चेन्ज गर्ने भन्ने भन्नु पर्यो नि त अब यहाँ होइन यसलाई देखाउनु पर्यो चिनाउनु पर्यो होइन हामीलाई चाहिएको आउटपुट कोर्डिनेट सिस्टम चाहिँ के हो 1984 हो नि ओके अब पछि यहाँ है अटोमेटिक आइसक्यो नि होइन यसो यसले आफै बुझ्छ कि यसले अटोमेटिक आउँछ कि हो हजुर होइन अप्सन भनेर चाहिँ यो मेरोमा क्लिक गरेर के इरर आइरहेको छ यार त्यो 1984 त्यो प्रोजेक्सन 4544 हाल्नु भएन कि त्यही भएर हो कि पर्दैन 45 पर्दैन किन मैले अघि पनि बनाएको सेम बनाएको दुईटा उ गरेँ कि जस्तो लाग्यो है पक्रै यहाँ अघि मैले यो बनाएको थिएँ त्यो नाम दिनुभएको थियो होला त्यही भएर यो चाहिँ माने कि हजुर सायद त्यहाँ केही अघि नै त्यो नाम ठिक छ त्यो मोलोनोस्की भन्ने यो MUTM 284 चाहिँ एकचोटि बनाएपछि पुग्छ होला जस्तो लाग्यो एकचोटि बनाएपछि पुग्छ सधैँ बनाइरहनु परेन हैन त्यही त हजुर हैन अब यो गरेपछि अब के गर्नु पर्यो ओके गर्दाखेरि अब हुन्छ के अब मैले ओके गर्छु हजुर त्यो सेभ भएर अब त्यसमा बस्छ हैन चेन्ज भएर आउँछ हैन आयो नि 84 बाट आयो हजुर अब यसको चाहिँ अब उ पनि गर्दिनु न एक्चुअली त्यो XY कोअर्डिनेट निस्किनेसम्म पुर्याइदिनु यसको अब XY यो आइसक्यो अटोमेटिक आयो क्या यो त 2 बाट स्टार्ट हुन्छ सर यो त आएन है यो त हाम्रो त्यसैको भ्यालु हो नि त त्यही भएर मैले यसलाई अब यसो गर्छु नि यसलाई बन्द गरेर फेरि खोल्नु है यो किनभने पहिलेदेखि नै यमिटिएमा छ हैन हजुर यसलाई यसो गरौँ सेभ गरौँ यसलाई गरौँ ओके गरौँ यसलाई सेभ नगरौँ अब बनेको ठिक छ अब बनेको बन्नु हेर्नु पर्यो चेक गर्नु पर्यो नि त अब म गएर प्र्याक्टिसमा गएर हैन WGS84 मा गएँ त्यो त अटोमेटिक आयो डिग्री डेसिमल आयो नि यसको त आयो अब 80 उसकोमा चाहिँ एट्रिब्युट टेबलमा हेरौँ त जीपीएस एट्रिब्युट टेबलमा अटोमेटिक आउँदैन अब हामीले कन्भर्ट गर्नुपर्छ अब त्यो भन्दा राम्रो भनेको पहिला के गर्नु यसलाई 45 लानु पर्यो नि हामीले हैन त हजुर त्यो अघिको जस्तै गरी 45 मा लगे पनि भयो सर्चमा गएर प्रोजेक्ट डाटामा गयो हैन हजुर इनपुट डाटा गर्नु पर्यो अब हाम्रो डाटा केमा जानु पर्यो भने UTM 44 मा जानु पर्यो हैन त यसलाई यमिटिएम लाई हटाएर UTM 45 मा जानु पर्यो सेभ भयो कोअर्डिनेट सिस्टम के छ नि हामीले यो 45 को दिनु पर्यो नि त हैन हजुर यो दिनु पर्यो अरु त त्यस्तो केही छैन WGS बाट हुँदा नि एउटै सिस्टम भएर यसले त्यो ट्रान्सफर्मेसन प्यारामिटर मागेन के माग्दैन के हजुर यो डिग्री डेसिमल को के युनिट भएर यसले मागेन नत्र अरु भाइ यहाँ माग्छ अटोमेटिक माग्छ ओके भयो अब त्यो सेभ भयो हैन अब फेरि बन्द गरेर फेरि खोल्दा पनि भयो अब यो प्रोपर्टिजमा गएर हेर्ने तिमीले हेर्नु पर्यो हैन यहाँ देखाएर हैन यस्तै लागिराछ के हो यसलाई म चेन्ज गर्छु ल यसलाई म क्याल्कुलेट जियोमेट्री गर्छु के राइट क्लिक गरेर क्याल्कुलेट जियोमेट्री गरे एक्स कोअर्डिनेट हैन 45 मा हैन मिटरमा गएपछि अब गएपछि यसले चेन्ज गरिदिन्छ के है हो आयो बल्ल आयो वाइ को पनि वाइलाई पनि त्यस्तै गर्छु क्याल्कुलेट जियोमेट्री गर्छु यहाँ चेन्ज गर्नुपर्छ यसमा वाइ लेख्नु पर्यो हैन ओके गएपछि वाइ पनि चेन्ज भयो भइगयो त अब ओ बल्ल भयो
यो भलो भयो। 45 भइहाल्यो। अब के गर्नु पर्यो, अब सेभ गऱ्यो अटोमेटिक सेभ भइहाल्छ त्यो त्यसले सिधै यति हो। अब मलाई चाहिएको त त्यही एक्स र वाइ मात्रै हो अहिलेलाई। त्यसपछि म्याप बनाइहालिन्छ। अब तिमीले यो चाहिँ चेक गरेर चाहिँ हेर्नु पर्यो कि अब पछाडि ब्याकग्राउन्डमा हुन्छ नि के ब्याकग्राउन्डमा बेस लेयर हालेर हेर्दाखेरि के देखाउँछ बेस लेयर ल। यसको बेस लेयर अलिकति हेभी हुन्छ है। क्युजिएसमा चाहिँ राम्रोसँग निस्किन्थ्यो। हजुर ट्राई गरौँ। तिम्रो मलाई एरिया थाहा भएन कहाँनिरको हो होइन, त्यही भएर तिमीले चाहिँ अब कन्फर्म गर्नु पर्यो कति चेन्ज भएको छ कि फेरि अरू पनि प्यारामिटरहरू आइरहेको थियो त्यो बजारमा। त्यो प्यारामिटरले चाहिँ ल्याङ गर्छ कि कहाँ गयो होइन। देखिरहेछौ नि? देखिरहेको छु सर। यतै हो त्यतै हो जस्तो लाग्छ यो। ठिक छ। अलि ह्याङ हुन्छ कि हो। कहाँ गयो त्यहाँ त्यो पोइन्टै हरायो त। यस्तो ह्याङ हुन्छ सर यसको बेस म्याप। क्युजिएसमा गर्दा हुन्छ यसको लागि चाहिँ क्युजिएस राम्रो। ठिक छ सर। अब यो बेस म्याप हालेर हेर्ने काम त म भइहाल्यो, म गरिहाल्छु। होइन आयो नि होइन। यतै हो ठ्याक्कै यतै हो ल सर। यतै हो यो एग्रिकल्चरमा पनि देखाइरहेको छ यो के हो यो होइन। यो पहिलाको अतिक्रमण भयो कि थाहा छैन के हो। लिँदाखेरि नै कोर्डिनेट दिँदाखेरि केही भयो कि मिसप्लेस भयो कि। अब गर्न सकिन्छ नि? अब सकिन्छ सर। अब मजाले सक्छु अब त। ल यति त रहेछ नि। यति छ, धेरै गाह्रो छैन। ल त गाह्रो चाहिँ नरहेछ। मैले यसलाई बन्द गरेँ, सेभ गरेँ, नो गरेँ, स्टप गरेँ है त। ल भाइ ल।